कोक कति शक्तिशाली हुन्छ साँच्चै। अन्तिम उपायले त तपाईलाई अचम्ममै पार्नेछ। 1. कोकमा भाँडा धुने साबुन मिसाउनुहोस्, राम्ररी हल्लाएर भान्साको चिल्लो मैला परेको ठाउँमा स्प्रे गर्नुहोस्। हल्का पुछ्दा नयाँ जस्तै सफा हुन्छ। 2. कोक र सेतो सिरका मिसाएर सिसामा स्प्रे गर्नुहोस्। सिसा क्रिस्टल जस्तै चम्किन्छ। 3. लुगा धुने डिटर्जेन्टमा कोक थप्नुहोस्। गाढा दाग र फफुद मोल्ड हराउँछ। 4. कोकको पानीमा अण्डाको सेतो भाग मिसाउनुहोस्। स्टेनलेस स्टिल नयाँ जस्तै चम्किन्छ। 5. कपालमा च्विङ्गम टाँसियो भने एउटा भाँडामा कोक हाल्नुहोस्, कपाल 2 मिनेट डुबाउनुहोस्, च्विङ्गम सजिलै निस्किन्छ। 6. कोक र लुगा धुने पाउडर मिसाउनुहोस्, हल्लाएर टोयलेटका दागमा स्प्रे गर्नुहोस्। दुर्गन्ध र पहेँला दाग तुरुन्तै हट्छन्। 7. बुबाको रिन्चमा जङ लागेको छ भने रातभर कोकमै डुबाएर राख्नुहोस्, पछि घिस्दा नयाँ रिन्च जस्तै हुन्छ। 8. जलेको भाँडो तुरुन्तै नफाल्नुहोस्। नुन, बेकिङ सोडा, सेतो सिरका, कोक र अलिकति पानी हाल्नुहोस्। उमाल्नुहोस्, 5 मिनेट छोड्नुहोस्, हल्का हल्लाउँदा नयाँ जस्तै देखिन्छ। 9. अलिकति कोक र थोरै टोयलेट क्लिनर हाल्नुहोस्। भाँडा धुने साबुन थप्नुहोस्, बेकिङ सोडा हाल्नुहोस्, सेतो सिरका थप्नुहोस्। अब वाशिङ मोड सुरु गर्नुहोस्। आज हामी वाशिङ मसिनलाई नै नुहाइरहेका छौं। मेरो वाशिङ मसिन हेर्नुहोस् त, कति फोहोर थियो।